हेलो नमस्ते गुड मर्निङ सबैजनालाई है। म चाहिँ अहिले एक्सर्साइजतिर नै छु, रनिङ मर्निङ वाकतिर। के छ तपाईँहरूले चाहिँ सुरु गर्नुभयो कि नै? पहिलेभन्दा अगाडिको भिडियोमाहरूमा पनि रनिङ चाहिँ डेली रूपमा एक्सर्साइज डेली रूपमा चाहिँ हाम्रो शरीरको लागि एकदम अनिवार्य छ भनेर जुन चाहिँ जानकारी गराएको थिएँ। सायद यसको भ्यालु चाहिँ हजुरहरूलाई नै थाहा छ होला, मैले त्यति बुझाइराख्नु पर्दैन है। जस टाइम चाहिँ मिलाउन सक्नु पऱ्यो है। 1 घन्टा चाहिँ आफ्नो बोडीको लागि चाहिँ टाइम दिन सक्नु पऱ्यो। बोडीले सब कुछ दिइरहेको हुन्छ हामीलाई है। त्यही बोडीले काम गर्न छोड्यो भने यी सबै कुराहरू पनि छोड्नुपर्ने हुन्छ हामीले बिस्तारै। त्यही भएर पनि डेली 1 घन्टा चाहिँ आफ्नो ज्यानलाई दिनुहोस्। एक्सर्साइज के तपाईँलाई के चाहिँ एक्सर्साइज सम्बन्धी कुन चाहिँ एक्सर्साइजहरू गर्न जायज लाग्छ, सजिलो लाग्छ या गाह्रो लाग्छ, त्यही अनुसार तपाईँहरूले चाहिँ गर्न सक्नुहुन्छ मजाले। गाह्रो छैन, जम्मा 1 घन्टा या 45 मिनट 30 मिनट भयो भने दिन सक्नु पऱ्यो। तपाईँले दिनुभयो भने दीर्घकालीन रूपमा तपाईँलाई फाइदा हुनेछ है। धेरै कुराहरू त बस्न सक्नुहुन्छ, रोगहरूबाट आफ्नो शरीर एक्टिभ हुन्छ, काम गर्नलाई जाँगर चर्छ, तपाईँहरूलाई जस धेरै फाइदा हुन्छ। सो द्याट्स वाइ यु हेभ टु केयर। तपाईँले चाहिँ परामर्श चाहिँ दिनु नै पर्छ है बडीलाई चाहिँ एभ्री डे। सबभन्दा पहिले उठेर या साँझ तपाईँको कुन टाइम मिल्छ, सक्दो बिहान चाहिँ बेस्ट हुन्छ है बडीको लागि चाहिँ। मेरो जुन चाहिँ मेरो एक्सपिरियन्स, मलाई चाहिँ बिहान मनपर्छ। तपाईँहरूलाई कस्तो लाग्छ त्यो चाहिँ अब तपाईँहरू पनि भर पर्ने कुरा हो। सो ओके, थ्याङ्क यू सो मच है सबैजनालाई जुन चाहिँ मेरो भिडियोहरू हेरेर साथ दिनुहुन्छ।